हेलो गाइस, के छ सन्चै हुनुहुन्छ? म चाहिँ भर्खरै मात्रै चाहिँ यो रासोपाको चाहिँ सम्पत्ति विवरण हैन हेरेर चाहिँ आएको के। त्यही भएर चाहिँ मलाई चाहिँ केही कुराहरू चाहिँ भन्न मन लाग्यो कि। हुन त सम्पत्ति हुनु नराम्रो कुरा हैन, एकदम राम्रो कुरा हो हैन। तपाईँको मैले फेरि भन्न लागेको सम्पत्ति चाहिँ भ्रष्टाचार गरेको के गरेको मैले त्यो पनि भन्न खोजेको होइन, नेगेटिभ रूपमा नसोच्नु होला। अब तर तर पनि भन्न खोजेको चाहिँ के भने एउटा नेताले भनेको थियो कि पहिले नै गरिबहरूको पार्टी होइन रासोपा भन्थ्यो कि, हो कि के हो जस्तो लाग्न थाल्यो कि अहिले चाहिँ। जुनै नेतासँग पनि 7 तोला भन्दा त माथि नै छ त सुन सबैसँग। यो कुरा चाहिँ अचम्म लाग्यो कि म घर जग्गा होइन सबैसँग छ कि। गरिब भनेको मैले कुनै पनि देखेन कि। त्यो हुन त राजनीति गर्नको लागि चाहिँ तपाईँको कस्तो भने आँट हुनुपर्छ होइन। आँट भनेको आँट दिने भनेको नि पैसाले हो। यदि पैसा थिएन भने चाहिँ होइन आँट आउने थिएन होला। भनौँ न मभन्दा पनि सानो उमेरको मान्छेहरू छ कि रासोपामा होइन। उहाँहरू एउटा एउटा सोच्नु न, मेरो उमेरमा मैले केही गर्न सकेको छैन होइन, तर उनीहरूले त्यत्रो गरिसक्यो नि त। राजनीतिमा ठुलो नेता भइसक्यो, मन्त्री भइसक्यो होइन। तर किन भन्दाखेरि चाहिँ पैसा छ नि त उनीहरूसँग। मसँग पैसा छैन, आँट छैन नि त होइन। उनीहरूसँग चाहिँ पैसा छ, आँट आइहाल्छ। के छ अनि होइन। मैले भनेको मतलब यो होइन कि उनीहरूले भ्रष्टाचार गर्यो के भनेर। कसैको अब बाउबाजेदेखिबाट नै धनी होला नि त होइन। बाउबाजेदेखि नै धनी होला, पैसाले पैसा तान्ने त हो। हामी भनेको अब पहिल्यैदेखि दुःख गरेर होइन हलो जोतेर अनि खेत खनेर बस्ने मान्छेहरू होइन। तर पनि यसो त्यत्रो सम्पत्ति देख्दा चाहिँ ओहो जस्तो लाग्यो कि। फेरि मैले त्यस्तो नराम्रो भन्न खोजेको चाहिँ होइन है गाइज। अब सम्पत्ति छ राम्रो हो त। अब पहिला पहिला चाहिँ नेताहरूले चाहिँ कस्तो भने सम्पत्तिहरू पुरा लुकाउँथ्यो नि त होइन। किनभने भ्रष्टाचार गरेको थियो उनीहरूले, सम्पत्ति देखाउनलाई गाह्रो हुन्थ्यो। अहिले सम्पत्ति देखाइयो, देखाउनु भयो सबैले होइन। यो स्रोत पनि खुलाएको छ नि त होइन। त्यो हुन्छ पहिला पहिला चाहिँ लुकाउने चलन थियो, अहिले चाहिँ देखायो यो ठिकै छ। अरू नेताहरूको पनि आउँदै गर्ला होइन, हेर्दै गरौँ कस्तो कस्तो हुन्छ। अब चाहिँ अरूभन्दा नि यो पुरानो दलहरूको चाहिँ सम्पत्ति विवरण देखाउँदा चाहिँ कसरी देखाउँला भन्ने कुरो चाहिँ चासो लाग्यो क्या मलाई। अब हेरौँ, हेर्दै जाऊँ होइन। तपाईँहरूलाई कस्तो लाग्छ होइन। अब मैले नेगेटिभ रूपले भनेको होइन। प्लिज अब मेरो भिडियोलाई चाहिँ यसो माया गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है त गाइजहरू। हस् त यति नै।